नानीहरूको निम्ति। अनि त्यस्तै प्रकारले अब मेडिकल सिटको त अघि मैले भनिहालेँ, जम्मा कम थियो त्यो पनि कन्सेसनल रेटमा पाउँथ्यो। हामी सरकारमा आएपछि हामीले है 80वटा सिट बनायौँ। 80 मा 50 वटा तपाईको फ्री सिट भयो अनि 30 वटा चाहिँ तपाईको पेड सिट भयो। अनि पेड सिट पनि आज चिफ मिनिस्टर एजुकेसन एसिस्टेन्ट स्किमबाट नै हामी पढाउँदैछौँ। नानीहरूको 20 लाख खर्च लाग्छ सालमा, जम्मै 20 लाख हामी तिर्छौँ। अनि फ्री पढ्नेहरूमा पनि धेरै गरिबहरू छ जसले हस्टेलको खर्च पनि बिहोर्नु सक्दैन। उनीहरूको लागि हामी चिफ मिनिस्टर एजुकेसन एसिस्टेन्ट स्किमबाट नै हामी उहाँलाई तिर्दैछौँ। त्यस्तै प्रकारले तपाईलाई थाहा छ आज सिक्किमले एजुकेसनको क्षेत्रमा धेरै तरक्की गरेको छ है। शिक्षाको क्षेत्रमा धेरै तरक्की गरेको छ। आज लिटरेसी रेट है, आज लिटरेसी रेटमा आज सिक्किम चौथो। आज सिक्किम चाहिँ तपाईको 90.8% मा हामी उभिएका छौँ भनेदेखि मेल पर्सेन्टेज हो 93 अनि फिमेल पर्सेन्टेज हो 88%। आज लिटरेसी हामी 90% हामीले क्रस गरिसकेका छौँ र मलाई आशा छ अनि भरोसा पनि छ हामी 2027 भित्रमा हामी फुल्ली लिटरेट स्टेट पनि हामी बन्छौँ। यसमा जुन प्रकारले आज अति आदरणीय शिक्षक शिक्षिकाले काम गर्नुहुँदैछ, विभागले काम गर्नुहुँदैछ, हाम्रो टार्गेट हो हामी 2027 भित्रमा हाम्रो सिक्किम चाहिँ फुल्ली लिटरेट यानी पूर्ण रूपले शिक्षित राज्य बनाउने पनि हाम्रो टार्गेट छ। भनेदेखि अहिले स्कुलको जति पनि अब यही स्कुलमा तपाईले एडमिसन हेर्नुहोस् सबैभन्दा ज्यादा हाम्रो छोरीहरू नै छन्, जम्मा 32 जना, 59 जनामा 32 जना। अनि आज प्रत्येक स्कुलमा हाम्रो छोरी नानीहरूको चाहिँ तपाईको एडमिसन एकदमै बढेको छ। यो एकदमै राम्रो संकेत हो। अझै तपाईको है तपाईहरु अगाडि बढ्नुहोस् भन्ने म तपाईलाई विश्वास है तपाईलाई आह्वान गर्न चाहन्छु। अनि सँगसँगै आज गरिबी रेखाको कुरा, गरिबीको कुरा, पोभर्टीको कुरा गर्नु पर्यो भनेदेखि हामी 4th बेस्ट स्टेट इन पोभर्टी एलिभेसन, हामी गरिबी उन्मूलन गर्नुमा हामी चौथो राज्य भएको छ। केरला, गोवा अरू एउटा राज्य बाहेक हामी आज 4th पोजिसनमा छौँ। अनि हाम्रो खाली बीपीएल चाहिँ खाली 2.6% मात्र हाम्रो बीपीएल छ। त्यस्तै प्रकारले जीएसडीपी आज हेर्नु भने सिक्किमको